सबैभन्दा पहिले एउटा कुरा बुझ्न जरुरी छ। पुरुषको तुलनामा महिलाहरूलाई चरम सुखमा पुग्न अलि बढी समय लाग्छ। यसको मुख्य कारण फोरप्लेको कमी हो। यौन सम्पर्क सुरु गर्नुभन्दा अगाडिको समयलाई फोरप्ले भनिन्छ, जुन महिलाको लागि एकदमै महत्त्वपूर्ण हुन्छ। आउनुहोस्, अब जानौं महिलाको शरीरका ती 5 मुख्य ठाउँहरू जहाँ स्पर्श गर्दा उनीहरू बढी उत्तेजित हुन्छन् र चाँडै चरम सुखमा पुग्छन्। सुन्दा अचम्म लाग्न सक्छ, तर महिलाको सबैभन्दा ठूलो यौन अङ्ग उहाँको मस्तिष्क हो। जबसम्म महिला मानसिक रूपमा तनावमुक्त र तयार हुँदिनन्, उनी चरम सुखमा पुग्न सक्दिनन्। त्यसैले मीठा कुराकानी र प्रशंसाबाट सुरु गर्नुहोस्। शारीरिक रूपमा भन्नुपर्दा कानको पछाडिको भाग र घाँटीमा धेरै नसाहरू हुन्छन्। यहाँ सुस्तरी स्पर्श गर्दा वा चुम्बन गर्दा महिलाहरू छिटै उत्तेजित हुन्छन्। स्तन र विशेष गरी निप्पल महिला शरीरको निकै संवेदनशील भाग हो। यसलाई सुस्तरी स्पर्श गर्दा महिलाको मस्तिष्कमा अक्सिटोसिन नामको हार्मोन रिलिज हुन्छ, जसले उत्तेजना बढाउन ठूलो भूमिका खेल्छ। तर याद राख्नुहोस्, स्पर्श एकदमै कोमल हुनुपर्छ। योनिको नजिकै रहेको थिग्राको भित्री भाग निकै संवेदनशील हुन्छ। सिधै मुख्य अङ्गमा जानुभन्दा अगाडि यो भागमा हल्का स्पर्श वा मसाज गर्नाले महिलामा रक्त सञ्चार बढ्छ र उनीहरू मानसिक रूपमा थप तयार हुन्छन्। विज्ञानका अनुसार करिब 70 देखि 80% महिलाहरू केवल पेनिट्रेसन यानि कि योनिमा लिङ्ग प्रवेशबाट मात्र चरम सुखमा पुग्न सक्दिनन्। उनीहरूलाई चरम सुखमा पुग्न क्लिटोरिसको स्पर्श अनिवार्य हुन्छ। यो योनिको माथिल्लो भागमा बाहिरपट्टि रहेको एउटा सानो केराउको दाना जस्तो अङ्ग हो। यसमा हजारौं संवेदनशील नसाहरू हुन्छन्। यसलाई औँलाले बिस्तारै र सही तरिकाले स्पर्श गर्दा महिलाहरू निकै छिटो चरम सुख अर्ग्याजममा पुग्छन्। यो योनिको भित्री भागमा यानि कि 2-3 इन्च भित्र माथिल्लो भित्तामा हुन्छ। यो भाग अलिकति खस्रो हुन्छ। यहाँ सही तरिकाले उत्तेजना दिन सकेमा महिलाहरूले निकै गहिरो चरम सुखको अनुभव गर्न सक्छन्। हरेक महिलाको शरीर फरक हुन्छ। एउटी महिलालाई मन पर्ने कुरा अर्कीलाई मन नपर्न पनि सक्छ। त्यसैले यौन सम्पर्कको बेला आफ्नो पार्टनरसँग खुलेर कुराकानी गर्नुहोस्। के गर्दा राम्रो महसुस भइरहेको छ भनेर सोध्न लजाउनु हुँदैन। यौन भनेको दुवैको सहमति र दुवैको सुखको लागि हुनुपर्छ। आफ्नो पार्टनरको भावनालाई सम्मान गर्नुहोस् र फोरप्लेमा प्रशस्त समय दिनुहोस्। आशा छ आजको यो शैक्षिक भिडियोबाट तपाईले महत्त्वपूर्ण जानकारी पाउनुभयो होला। यदि तपाईलाई यो भिडियो उपयोगी लाग्यो भने भिडियोलाई लाइक गर्न नभुल्नुहोला। सबैभन्दा पहिले एउटा कुरा बुझ्न जरुरी छ। पुरुषको तुलनामा महिलाहरूलाई चरम सुखमा पुग्न अलि बढी समय लाग्छ। यसको मुख्य कारण फोरप्लेको कमी हो। यौन सम्पर्क सुरु गर्नुभन्दा अगाडिको समयलाई फोरप्ले भनिन्छ, जुन महिलाको लागि एकदमै महत्त्वपूर्ण हुन्छ। आउनुहोस्, अब जानौं महिलाको शरीरका ती 5 मुख्य ठाउँहरू जहाँ स्पर्श गर्दा उनीहरू बढी उत्तेजित हुन्छन् र चाँडै चरम सुखमा पुग्छन्। सुन्दा अचम्म लाग्न सक्छ, तर महिलाको सबैभन्दा ठूलो यौन अङ्ग उहाँको मस्तिष्क हो। जबसम्म महिला मानसिक रूपमा तनावमुक्त र तयार हुँदिनन्, उनी चरम सुखमा पुग्न सक्दिनन्। त्यसैले मीठा कुराकानी र प्रशंसाबाट सुरु गर्नुहोस्। शारीरिक रूपमा भन्नुपर्दा कानको पछाडिको भाग र घाँटीमा धेरै नसाहरू हुन्छन्। यहाँ सुस्तरी स्पर्श गर्दा वा चुम्बन गर्दा महिलाहरू छिटै उत्तेजित हुन्छन्। स्तन र विशेष गरी निप्पल महिला शरीरको निकै संवेदनशील भाग हो। यसलाई सुस्तरी स्पर्श गर्दा महिलाको मस्तिष्कमा अक्सिटोसिन नामको हार्मोन रिलिज हुन्छ, जसले उत्तेजना बढाउन ठूलो भूमिका खेल्छ। तर याद राख्नुहोस्, स्पर्श एकदमै कोमल हुनुपर्छ। योनिको नजिकै रहेको थिग्राको भित्री भाग निकै संवेदनशील हुन्छ। सिधै मुख्य अङ्गमा जानुभन्दा अगाडि यो भागमा हल्का स्पर्श वा मसाज गर्नाले महिलामा रक्त सञ्चार बढ्छ र उनीहरू मानसिक रूपमा थप तयार हुन्छन्। विज्ञानका अनुसार करिब 70 देखि 80% महिलाहरू केवल पेनिट्रेसन यानि कि योनिमा लिङ्ग प्रवेशबाट मात्र चरम सुखमा पुग्न सक्दिनन्। उनीहरूलाई चरम सुखमा पुग्न क्लिटोरिसको स्पर्श अनिवार्य हुन्छ। यो योनिको माथिल्लो भागमा बाहिरपट्टि रहेको एउटा सानो केराउको दाना जस्तो अङ्ग हो। यसमा हजारौं संवेदनशील नसाहरू हुन्छन्। यसलाई औँलाले बिस्तारै र सही तरिकाले स्पर्श गर्दा महिलाहरू निकै छिटो चरम सुख अर्ग्याजममा पुग्छन्।
यो योनिको भित्री भागमा यानि कि 2-3 इन्च भित्र माथिल्लो भित्तामा हुन्छ। यो भाग अलिकति खस्रो हुन्छ। यहाँ सही तरिकाले उत्तेजना दिन सकेमा महिलाहरूले निकै गहिरो चरम सुखको अनुभव गर्न सक्छन्। हरेक महिलाको शरीर फरक हुन्छ। एउटी महिलालाई मन पर्ने कुरा अर्कीलाई मन नपर्न पनि सक्छ। त्यसैले यौन सम्पर्कको बेला आफ्नो पार्टनरसँग खुलेर कुराकानी गर्नुहोस्। के गर्दा राम्रो महसुस भइरहेको छ भनेर सोध्न लजाउनु हुँदैन। यौन भनेको दुवैको सहमति र दुवैको सुखको लागि हुनुपर्छ। आफ्नो पार्टनरको भावनालाई सम्मान गर्नुहोस् र फोरप्लेमा प्रशस्त समय दिनुहोस्। आशा छ आजको यो शैक्षिक भिडियोबाट तपाईले महत्त्वपूर्ण जानकारी पाउनुभयो होला। यदि तपाईलाई यो भिडियो उपयोगी लाग्यो भने भिडियोलाई लाइक गर्न नभुल्नुहोला।